सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस्। म सिनोरा सोताङ, विशेष गरी बागली नेपाली क्रिस्चियन चर्चबाट ग्रुप सी को प्रतिनिधित्व गर्दै म तपाईहरुको अगाडि खडा भएकी छु र हजुरहरुको माझमा हामी एउटा नाटकलाई तपाईहरुको अगाडि प्रस्तुत गर्न लागिराखेका छौं। सो हजुरहरु स्वीकार दिनुहोला। दस कन्याको उखान, मत्ती 25 अध्याय। तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आफ्नो पति लिएर दुल्हालाई भेट्न निस्के। तीमध्ये 5 जना चाहिँ निर्बुद्धि र 5 जना चाहिँ बुद्धिमती थिए। हेलो साथीहरु, हेलो। के गर्दैछ? ठिक दिनुस छ? बहिनी। हिजो मैले भनेको थिएँ नि तिमीहरुलाई ठिकै छ? हाम्रो सन्डे छुट्टी हो, हामी आज जानुपर्छ यसो मुभी भिजिट हेर्नु। लिएर जानुपर्छ, अनि भिडियोहरु बनाउनु छ, रिल्सहरु बनाउनु पर्छ ल साथीहरु। ल जाउँ न। अनि त्यसमा सेल्फी पोस्टहरु दिएर राम्रोसँग पोस्टहरु दिएर है। ल अरु तिमीहरु चाहिँ यिनीहरूलाई सुनाउँ होला है। बस राम्रोसँग बस साथीहरु। र हामी अलिकति अगाडि आउनुहोस्। जयमसी बहिनी, हुन्छ जयमसी। राम्रो हुनुहुन्छ? हजुर हजुर ठिकै छ नि। ए, कहाँ जानु लाग्नु भएको? हामी त मुभी हेर्नु पनि साथी। ए, छुट्टी हो आज? हजुर हजुर छुट्टी। ए, अस्तिको सन्डे पनि तपाईहरुलाई मैले सोधेको थिएँ, छुट्टी छैन भन्नुभयो नि। हजुर मैले छुट्टी त मिलेर यस्तै हो यहाँनिर। तपाईहरुकोमा समय छ भने म सानो केही कुरा भन्न चाहन्छु नि है। हजुर भन्नुहोस् न, सुन्छु नि। हुन्छ। हामी संसारमा रहिन्जेलसम्म है, हाम्रो काम, हामी धेरै कुरामा व्यस्त हुन्छौँ होइन। तर तीमध्येमा पनि एकजना कोही व्यक्तिले हामीलाई पर्खिरहनुहुन्छ अनि उहाँ चाहिँ प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ है। परमेश्वरको राज्य नजिक भन्दा पनि नजिक आइपुगेको छ है। अनि प्रस्ताव गर्नुपर्छ हामीले है, प्रभुमा फर्किनुपर्छ अनि सुसमाचारमा विश्वास गर्नुपर्छ। अनि प्रभुले तपाईहरुलाई धेरै माया गर्नुहुन्छ। तपाईहरु आउनुहोस् ल अर्को पालि संगतिमा। हुन्छ हुन्छ, बाई। जयमसी। किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्, तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। दुल्हाले ब्यालो गर्दा तिनीहरू सबै निन्द्राले लट्ठ भए अनि निदाए। हेर हेर दुल्हा आउनुभयो। बुद्धिमती कहाँ गएर अलिकति भए पनि म तेल माग्नेछु। तपाईहरुको तेलबाट अलिकति हामीलाई पनि दिनुस् न, किनकि हाम्रो बत्ती त लिप्न लाग्यो। ल हेर्नुहोस् बहिनी, हाम्रो र तपाईहरुलाई निम्ति पुग्ने तेल प्रशस्त महँगो छैन। बरु यसो गर न, पसल कहाँ जानुहोस् अनि तपाईहरुको निम्ति किन्नुहोस् न। अब हामीलाई पुग्ने तेल छैन, अब हामी के गर्ने? अब हामी पसल कहाँ जानु भन्दैछ? साथीहरु, हामी जो पसल कहाँ छिटो गएर तिनीहरू किन्न जाँदा दुल्हा आइपुगिहाले र तयार हुनेहरू उनीसँग विवाहको भोजभित्र पसेर
ढोका बन्द भयो। साँच्चीकै रुखो कि के हो? प्रभु हाम्रो लागि ढोका खोलिदिनुहोस् न। प्रभु हाम्रो लागि ढोका खोलिदिनुहोस् न। प्रभु ढोका खोलिदिनुहोस् न। हेर म तिमीहरूलाई साँचो भन्दछु, हेर म तिमीहरूलाई साँचो भन्दछु, जागर रहो, प्रार्थनामा लागिरहो। तिमीहरू कसैलाई थाहा छैन यो दिन र यो समय कहिले आउँछ भनेर, यसै कारण जागर रहो, प्रार्थनामा लागिरहो। तिमीहरूलाई म कदाचि चिन्ने छैन, यो गरी यसै समय तिमीहरू मदेखि दूर भइजाओ, मदेखि दूर भइजाओ। लैजाऊ यिनीहरूलाई, लैजाऊ यिनीहरूलाई कहिले ननिप्ने आगो अनि गन्धकमा हालिदेऊ। हामीले यस घडी यस समय तपाईहरूको अगाडि एउटा रोमाञ्चक नाटकलाई, अति नै रहस्यमय नाटकलाई तपाईहरूको अगाडि राख्न सक्यौँ। अनि विशेष गरी तपाईहरूको अगाडि एउटा यस नाटकको केही संक्षेपमा तपाईहरूलाई म केही भन्न चाहन्छु। यहाँ हामी के पाउँछौँ भनेदेखिलाई 5 निर्बुद्धि कन्या अनि 5 बुद्धिमती कन्यालाई हामीले देख्ने मौका पाएका छौँ। अनि हामी हेर्छौँ भनेदेखिलाई यहाँ 5 जना बुद्धिमतीले आफ्नो भाँडामा प्रशस्त तेल लगेको छ अनि निर्बुद्धिहरूले आफ्नो साथमा तेल लगेका छैनन्। म के भन्न चाहन्छु भनेदेखिलाई आज तपाईँ अनि हामी विश्वासी भएर चाहिँ हामीले आफ्नो आत्मामा चाहिँ विशेष गरी हामीले आत्मामा चाहिँ हामी प्रार्थनाको तेल लिएर हिँड्न जरुरी छ। यसरी नै हामी सधैँ परमेश्वरको वचनको तेल प्रार्थनामा भरिएर हाम्रो जीवन तयारी हुन पर्दछ। विश्वासी भनेको चाहिँ कहिले पनि हामी उधारो लिने कुरा होइन, यो चाहिँ हामी स्वयं आत्मामा तयारी हुने समय आएको हो। दोस्रोमा हामीले हेर्ने मौका पायौँ, दुल्हा आउन ढिलो भइराखेको कुरालाई हामीले सुन्ने मौका पाइराखेका थियौँ। हामीलाई लाग्न सक्छ प्रभुको आगमन कहिले अनि कति बेला हुन्छ भनिकन, तर तपाईँ अनि हामी आत्मामा तयारी हुन जरुरी छ। अनि ढिलाइ गर्दा यो होइन कि हामीले चाहिँ उहाँको आगमनको इन्कार गर्न, तर हामी परमेश्वरको आत्मामा धैर्यतापूर्वक हामी उहाँको प्रतीक्षामा लागिरहन जरुरी छ। यो चाहिँ तपाईँ अनि हाम्रो इसाईहरूको ठुलो पहिचान हो। तेस्रोमा म भन्न चाहन्छु, मध्यरातमा जब दुल्हा आइपुग्छ, विवाहको भोजमा सबैजना पसेका हामी पाउँछौँ। विवाहको भोजभित्र जतिजना पस्न सकेन ती मध्येहरू एकदमै चित्कारको साथमा रोएका हामी पाउँछौँ। अनि म यो भन्न चाहन्छु, तपाईँ अनि हामी चाहिँ कति बेला प्रभु आउनुहुन्छ हामीलाई थाहा छैन। हामीलाई प्रस्तावको लागि कुनै पनि समय तोकिएको छैन, तर हामी समय बेसमय परमेश्वरको आगमनको प्रतीक्षा हामीले गर्नुपर्छ। हामी आत्मामा तयारी भए परमेश्वरको राज्यको लागि तपाईँ अनि हामी अहिलेदेखि नै तयारी हुन जरुरी छ। यसर्थ तपाईँहरूको अगाडि एउटा चुनौतीपूर्ण कुरालाई म राख्न चाहन्छु कि त के आज तपाईँ अनि हामी आत्माको तेललाई लिएर पवित्र आत्मामा भरिएर हामी खडा भएका छौँ, कि आज तपाईँ अनि हामी अरूको भरमा अरूको विश्वासमा हामी जिराखेका छौँ। यसर्थ तपाईँहरूलाई म यो चुनौती दिन चाहन्छु, म स्वयंको लागि पनि तपाईँ अनि हामी आत्मामा तयारी
परमेश्वरलाई धन्यवाद आमेन। परमेश्वरलाई धन्यवाद होस्। अनि विशेष गरेर हाम्रो नाटक टिमलाई म अल्बिनाको तर्फबाट हृदयबाट धन्यवाद दिन चाहन्छु र विशेष हाम्रो आदरणीय पास्टर जति पनि लिडर्सहरू हुनुहुन्छ यो मौका दिनुभयो अनि उहाँहरूलाई पनि हृदयबाट धन्यवाद दिन चाहन्छु र विशेष गरेर आजको यो नाटकद्वारा हामी प्रत्येक प्रभुलाई विश्वास गर्ने होस् नगर्ने होस् हरेक यो समय चाहिँ तयारी हुने समय आएको छ। हजुरहरू सबैजना तयारी हुनुहुन्छ? सबैलाई धन्यवाद होस् अनि हामी यो नाटकलाई यहीँ नै अन्त गर्दै हजुरहरूबाट बिदा हुन चाहन्छौँ। फेरि पनि जय मसीह।